सुदीप भाइ यो दुईटामा एउटा चुज गर तिमीले जे भन्छ त्यही बनाउँछु पोर्क खाना ल पोर्क बनाएँ मैले व्रत बस्नु एकादशी तीर्थ जानु काशी नसाचिँदो रहेछ उमेर झोलाभित्र साँची बनै फुल्यो तितेपाती केसै फुल्यो शिरमा बाला जोबन ढल्की गयो परे हजुर पिरमा ती दिन गए यी दिन आए मै खाने गालामा दारी पलाए नाथे उमेर जाँदो रहेछ हातैमा गन्दा गन्दै हेर्दा हेर्दै बुढो भयो हेर्दा हेर्दै बुढो भयो ल गाइज हाम्रो पोर्क खाना चाहिँ रेडी भयो होइन अब हामी बिस्तारै ज्याम खान्छौँ ज्याम खानुपर्छ कस्तो हो भाइ कस्टम दाइ तपाईँले यति मिठो बनाउनुहुन्छ भनेर मैले सोचेको नि थिइनँ यार कस्टम